हेलो गाइज हामी चाहिँ अब बेङस्थल अब घुम्ने छौँ होइन। मेरो यो चाहिँ अब लास्टतिरको छेउ परेको छ होइन। यो चाहिँ यहाँबाट चाहिँ यता अब घुम्ने ठाउँहरू छ है। अनि बेङस्थलमा त्यहाँ चाहिँ माछा चाहिँ परेन हामीलाई, साह्रै दुःख भयो। कुर्दा बस्दा लास्टै तनाव भएर चाहिँ अब हामी चाहिँ घुम्न हिँडेको भाइ र म चाहिँ है। यो ओरोमा देख्नुहुन्छ यहाँ चाहिँ डुङ्गा छ अनि मेरो भाइ मसँग चाहिँ भइरहेछ। यो चाहिँ हाम्रो साथी पानी हो। ल सबैजनाले साथी पानीलाई माया गरिदिनु होला। बुढास्तरीय 1 लिटरको। अनि यो चाहिँ यो बोट चाहिँ खासै काम नलाग्ने होला है। यो के हो त नि? अनि जाल हो यहाँ माछा छाप्छ त बेलुका 5 बजे। अच्छा यो अच्छा यही भनेपछि चाहिँ त्यो जाल राखेको रहेछ होइन। यो चाहिँ के छ माछा? यहाँ चाहिँ माछा अब कसले मार्ने हो भन्ने कुरो हो कि। यो चाहिँ अब हामी जस्तो अब माछा मार्न आउनेले मार्ने हो कि अब यहीँको बासिन्दाले मार्ने हो, त्यो चाहिँ फरक छ नि त। त्यो चाहिँ यथार्थ हुनु पऱ्यो। अब भोलि गएर अब हामीले पनि मार्ने हो कि होइन। ठिकै छ, जसले मारे पनि अब खानी त अब हाम्रो नेपालीले हो। ठिक छ। ए लाइसेन्स चाहिन्छ? ल यसको त लाइसेन्स पो चाहिँदो रहेछ त। जाल हान्नेको लाइसेन्स। अच्छा भनेपछि हामीले हान्न पाइएन होइन। ल भनेपछि यहाँ चाहिँ अब लाइसेन्स हुनेले मात्रै माछा मार्न पाइँदो रहेछ। हामी जस्तोले साधारणले चाहिँ हेरेर बस्ने रहेछ भन्ने मलाई लाग्यो। जालकै जाल यो जाल। ए जाल हान्ने भनेपछि ल ठिक छ जे भए पनि ल यो बेङस्थल हो। अब माछा नपरे पनि बेङस्थल हाम्रो हामी घुम्न आएका छौँ। यसले मलाई के भन्यो भने दाइ तपाईँ ढुक्क मसँग हेर्नुहोस्, बेङस्थलमा म तपाईँलाई माछा खुवाउँछु भन्थ्यो। अनि ल ठिक छ नि त, भाइले भनेपछि अब भाइ अब पहिल्यैदेखि माछा मार्ने मान्छे हो होइन। म त खासै मार्थिनँ होइन। ढुक्क हेर्नुहोस्, तपाईँलाई म 1 छाक भयो भने खुवाउँछु भन्थ्यो। लास्टमा कति लगभग 2 घन्टा जति बसियो होला। एउटा माछाले हामीलाई खा पनि भनेन, ला पनि भनेन कि। त्यहाँ चाहिँ बरु माछा हो। ए माछा पालेको हो नि त। नि यहाँ त माछा पालेको ए ल बरु यहाँ चाहिँ बरु कति राम्रो माछा रहेछ। वाउ रेड फिस रहेछ यहाँ धेरै। ल फाइनल्ली माछा नपरे पनि यहाँको माछा हेरेर भयो भने चित्त बुझाउनु पर्छ हामीले। ल माछा त बरु यहाँ पो रहेछ नि यो ठाउँमा अन्त माछा भन्ने। खै निउरो ए निउरोको पातहरू यो चाहिँ यता चाहिँ माछा 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 भ्याकुता भयो आज। बेगनास लेक हेर्न यहाँबाट कति नजिक छ यो बेगनास लेक। वाउ यो चाहिँ निउरो हो। भाइले आज जस निउरो खुवाउने भयो मलाई चाहिँ है। बरु मलाई माछा भन्दा बरु यसले चाहिँ निउरो खुवाउँछ, किनकि यसले निउरो चिन्छ, मैले फेरि निउरो चिन्दिनँ। फाइनली यहाँ एउटा भेट्दैछ, तीनटा निउरो देखिन्छ। यो निउरो बरु मलाई निउरो टिपेर खुवा तैँले यार। वाउ यो चाहिँ ओपन लेक रेस्टुरेन्ट लभ रहेछ है। क्या दामी छ हेर्नु यार। त्यस्तोमा पनि यस्तो राम्रो राम्रो होटलहरू बनेको छ। आँखाको चित्र छ यहाँ चाहिँ। यहाँ बस्ने एरिया छ, यहाँबाट नि नजारा दृश्य एकदम राम्रो देखिन्छ होइन। वाउ हाम्रो चाहिँ पप्पी रहेछ यहाँ चाहिँ। यहाँबाट चाहिँ ओपन लेक जाने बाटो। हेलो हाउ आर यु, वाइ आर यु एङ्ग्री? रिसाइराख साह्रो दिमाग खराब यार। ल यहाँ चाहिँ दोकान छ। म सबैजनालाई के भन्न चाहन्छु भने यो वरिपरि मैले चाहिँ बोतलहरू फालेको देखेँ होइन। धेरै अलिकति फोहोरहरू छ। हामी सबै नागरिक बन्नको लागि हामीले चाहिँ यो डस्टबिन प्रयोग गर्नुपर्छ। यो डस्टबिन पनि मैले कति ठाउँ देखेँ, 1 ठाउँमा अनि 2 ठाउँमा लगभग अझै धेरै साइडतिर उतो साइड पनि देखेको छ। त्यो साइडतिर पनि डस्टबिनहरू राखिदियो भने फोहोर हुँदैन कि। हाम्रो यो लेखनाथको यो बेङस्थल छ नि, यो बेङस्थललाई सुन्दर अनि सफा राख्नलाई चाहिँ हाम्रो पनि दायित्व हो। हामी नागरिक हो नि त। त्यही भएर सबैजना सभ्य अनि फोहोरलाई चाहिँ
व्यवस्थापन गर्नलाई आफूले पनि मद्दत गरियो भने यसलाई चाहिँ पर्यटक अझै भित्राउने वातावरण बन्छ है त। भ्यू टावर, यो भ्यू टावर है। अनि यहाँ माछा मार्दैछन्। कम्तीमा पनि हामी पनि सचेत नागरिक बन्नुपर्छ। यो व्यवस्थालाई फोहोर हुनबाट बचाउनु पर्छ। वाउ, हेलो सर। हाम्रो सरले चाहिँ आइसक्रिम खाइराख्नु भएन। हेर्नुहोस् है, प्राय हामी आफै पनि जनचेतना भएको मान्छे हो कि। अनि हामीले एउटा फोहोरले, मैले एउटा फोहोर फालेँ, मेरो भाइले एउटा फोहोर फाल्यो भने दुईवटा हुन्छ। अनि यस्तै दुईजनाले 4 जना 5 जना 6 जना गर्दै गयो भने यहाँ धेरै फोहोर हुन्छ कि। त्यही भएर यो फोहोरलाई व्यवस्थापन गर्न हामी पनि त्यत्तिकै महत्त्वपूर्ण भूमिकामा छौँ होइन। यो भनेको हाम्रो देश हो, नेपाल भनेको हाम्रो देश हो। अनि हाम्रो देशमा चाहिँ हामीले नै सफा गर्ने हो, अरू कसैले आएर सफा गर्दैन। विदेशीले त कमसेकम फोहोर टिपेर डस्टबिनमा फाल्छ भने हामी नेपाली भनेको छ यो देश हाम्रो हो नि त, हाम्रो माटो हो नि त। त्यही भएर हामीले माया नगरे यो कसले गर्छ यसलाई। त्यही भएर म यही भ्लगबाट तपाईँहरूलाई के भन्न चाहन्छु भने जति पनि घुम्न आउनुहुन्छ हाम्रो पर्यटकहरूलाई हाम्रो यो वातावरण बनाइदिनु हुन र यो व्यवस्थामा हामी तपाईँहरूलाई स्वागत गर्छौँ। स्वागत गरे बाबत तपाईँहरूलाई चाहिँ यो जनचेतना दिन्छौँ कि आउनु, घुम्नु, मजाले रमाउनु, सबैजना रमाउनु होला होइन, केही छैन। तर आफ्नो फोहोर आफैले डस्टबिनमा फालिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यो सबै एरिया छ, यहाँ पनि डस्टबिन छ है। ल अब अन्तिममा चाहिँ हामी दाजुभाइ माछा मार्न आएका थियौँ। तर माछा भन्ने खासै अब हामीले पार्न सकिएन। हामी वरिपरि सबै हामी घुम्यौँ होइन, हाम्रो वरिपरिहरू पुलहरू डुङ्गाहरू सबै हेऱ्यौँ। अब चाहिँ अन्तिम गर्नुपर्ला जस्तो हाम्रो भिडियोलाई चाहिँ भ्लगहरू हेर्दै गर्नु होला। च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला। बाँकी कुरा चाहिँ फेरि नेक्स्ट भिडियोमा भेटौँला है त। धन्यवाद।